अर्को खाना सेट मम लिची खाँदै बसेछु Hello everyone, namaste and welcome back to my channel. This is Rasmi Gurung Tamang from Lomzung. हजुरहरु थाहा छँदैछ अनि म चाहिँ एकदमै सन्चै छु अनि हजुरहरु पनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा फेरि पनि अर्को नयाँ दिन नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छु हैन। अनि आजको दिनमा चाहिँ हामी दुईजना बुढाबुढी मिलेर हामी चाहिँ बेसी शहर जाँदै छौं हैन। सो बेसी शहर जाँदा जाँदै हामी कहाँ पस्छौं के गर्छौं भन्ने कुरा हजुरहरुलाई त्यही नै गएर देखाउने छु हैन। किनभने कामहरु आज धेरै नै छ अनि यो कामको लागि जान लाग्यो भनेर ठ्याक्क त्यो भन्न नि सकिए छैन के फेरि मैले चाहिँ सकिरहेको छैन के किन भन्दाखेरि जति सकिन्छ त्यति काम गर्ने हो। आज हजुरहरुलाई म चाहिँ के देखाउन खोज्दै छु यो भिडियो मार्फत भने हाम्रो चाहिँ अब घरको यो पुरै प्लास्टरहरु सकिसकेको छ नि त अहिले भित्र बाहिरको प्लास्टरको कामहरु सकिसकेको छ अनि रुम भित्र चाहिँ हामीले यसरी पोनिङ गरिराखेको छौं है। अनि यो जुन हल कोठा छ यो हल कोठाको लागि अनि यो टयलेट बाथरुमको लागि किचनको लागि सबै यो बाहिर पेटीहरुको लागि टाइल्स मार्बलहरु चाहिँ अब हामीले लगाउनु पर्ने हुन्छ। त्यही भएर यो टाइल मार्बलको पसल छ भोटेडारमा भनेर भन्नुभएको छ बुढोले किनभने अस्ति हाम्रो यहाँ गुम्बामा पनि सबै टाइल्सहरु त्यहीँबाट ल्याउनु भएको थियो नि त। त्यही भएर अब हामी चाहिँ भोटेडार गएर टाइल मार्बल्सहरु हेर्छौं हैन चुज गर्छौं ल्याएर अनि फेरि लिएर लगाइहाल्ने हो। घरको कामहरु एकदम स्लो भइसकेको छ हैन त्यही भएर यो लगाउने काम हामी गरिहाल्ने छौं। सो आज चाहिँ हामी टाइलहरु हेर्न जाँदै छौं भनेर हजुरहरुलाई म भिडियोमा देखाउन खोज्दैछु साथीहरु है। जान त हाम्रो धेरै काम छ बेसी शहरसम्म जान्छौं। सो के गर्छौं हामी तपाईहरुलाई त्यही नै गरेर देखाउँछौं है त। अब चाहिँ हामी निस्किन लागेको के भन्छ ठाउँलाई के हो पहिरोको कोठा उदिपुरको देखि आन्तरिक राजस्व कार्यालय अहिले चाहिँ यहाँ बेस शहरमा छ नि त यो कर तिर्ने ठाउँ। फेरि पनि राष्ट्रिय वाणिज्य ब्याङ्कमा आयौँ यहाँ चाहिँ कर तिर्नुपर्छ। कस्तो पानी प्यास लाग्यो क्या पानी पिठा लाग्यो पानी खानु पर्यो। अङ्कल पानी दिनु न चिसो दिनु है हुन्छ यति कपडा पेपर 5,000 अनि 1,000 रुपैयाँ चाहिँ फाइन लाग्यो। 64 C064 टोकनमा बल्ल 36-35 आइरह। कति बेला आउँछ हाम्रो कालो
बल्ल आयो 6-4 बुढो त्यहाँ काउन्टरमा जानुभयो लिची खाँदै बसेछु आधी किलो लिची खाएर भ्याइसक्यो ल हामी चाहिँ बाहिर निस्क्यौँ साथीहरू मेरो बुढो चाहिँ आउँदैन हुन्छ म चाहिँ निस्किसकेँ यहाँ स्कुटी घुमाउनुपर्छ हाम्रो चाहिँ फर्मको र बेकरीको ऊ तिरेको थिएन नि त कर तिरेको थिएन नि त अनि 5,000 चाहिँ कर तिर्न पर्यो अनि 1,000 गरेर 2,000 चाहिँ फाइन लाग्यो है बुढो चाहिँ आउनुभयो अब हामी चाहिँ परिचय पत्र बनाउने ठाउँमा जान्छौँ भोटिङको लागि के अहिलेसम्म बनाएको छैन नि त बुढो र मेरो ल है साथीहरू बेसी सहरको जिल्ला प्रशासन कार्यालय नागरिकताहरू बनाउने ठाउँ हो चाहिँ हाम्रो चाहिँ परिचय पत्र बनाउन आउनुलाई आएको कि हामी चाहिँ यति भिड छ यति प्याक छ यहाँ चाहिँ परिचय पत्र किन हामीले बनाउनु लाग्यो अहिले भने हाम्रो थिएन नि त मेरो बुढो चाहिँ के अरे इन्डियामा बस्दाखेरिसम्म भोट हाल्नु भएन नेपालमा अनि इन्डियामा हुने मान्छे यता त्यस्तो उनी भोटिङ कार्डै बनेको थिएन अनि अहिले पेन्सन आउनु भएर 2-3 वर्ष कति भयो 3 वर्ष समथिङ भयो बुढो पेन्सन आउनुभएको अनि त्यसपछि उहाँको परिचय पत्र बनाउने बेलामा सँगै मेरो पनि बनाउने भन्दा अहिलेसम्म मेरो पनि बनेको थिएन हाम्रो लमजुङमा चाहिँ यहाँ बसाइसराई भइसकेपछि मेरो पनि बनेको थिएन नि त अनि त्यही भएर आज चाहिँ बुढा र बुढीको सँगै बनाउने भनेर आएको यस्तो प्याक छ यस्तो भिड छ मान्छेहरू अब चाहिँ हिमालयन लाइफ इन्सुरेन्स आएको मेरो इन्सुरेन्सको किस्ता तिर्नु थियो पहिला त युनियन लाइफ इन्सुरेन्स थियो अहिले चाहिँ हिमालयन लाइफ इन्सुरेन्स भइरहेको छ मर्स भएर इन्ट्रेस्ट पनि क्युआर नै हुन्छ है हजुरको यो अहिले दिलकुमार तामाङको भयो होइन दुईवटा इन्सुरेन्स एउटा ठुलो नानीको एउटा मेरो इन्सुरेन्स पनि तिर्यो हिमालयन लाइफ इन्सुरेन्स आमाले यस्तो गर्मीमा पनि भेलभेटको कपडा लाउनु भएर गुरुङ ड्रेस लगाएर ठ्याक्कै क्लास बालेको फोटो राम्रै निकालेछ कता हेरेको हो बुढोको त कति कालो निकाल्यो मैले अन्त होइन कि भन्दैन यस्तो कालो निकाल्यो के अब गर्नु यहाँको मान्छे यहाँको 11 नम्बरको मान्छे कहाँ जानुभयो
पछि पत्रको काम नि सक्यो बल्ल हाम्रो मात्रै स्कुटी एक्लै रहेछ भाइ जम्मैको गाडी हटाइसकेको छ लास्ट हाम्रो मात्रै स्कुटी रहेछ एक्लै भोक लाग्यो अब त खाजा खानुपर्छ प्यान्ट दुइटै लैजाऊ होला त्यो कलरको नि यस्तै खालको हो र यो त क्वालिटी अलगै अलगै हो यही राखिदिनु ल यही राखिदिनु ल यो दुईवटा प्यान्ट एउटा वान पिस अनलाइन गर जाऊँ न त भोक लाग्यो म त हेलमेट लगाइरहेको अलिकति सपिङ पनि गऱ्यो अब खाजा खान्छ पोर्कको खाजा सेट अनि मोमो लगायौँ हामी चाहिँ खाजा बुझा हाल्दै भनेको मैले बुझा हाल्दैछ बफ मोमो हो अब हामी यति खाजा खाएर चाहिँ अब फर्किन्छौँ टाइल्सहरू हेर्नु छ होइन टाइल्स मार्बल्सहरू गएर तपाईँलाई त्यहीँ गएर भेट्छु है त अल्टरनेटिभ बना होला नि वैकल्पिक बाटो होइन त्यो पहिला पहिरो गएर डाँडै खसेको भएर यतापट्टि चाहिँ वैकल्पिक बाटो बनाएर चाहिँ मगर फ्रेस हाउस सिँढी बारको हामी चाहिँ बेसी सहरबाट फर्किसक्यौँ साथीहरू ऊ त्यहाँनिर एउटा के अरे टाइल मार्बल्सको पसल छ अरे त्यहाँ पस्ने भन्नुभएको त्यहाँ बुढोहरूले गुम्बामा लानुभएको पनि त्यही पसलबाट होला सायद अनि अलि अगाडि छ त्यहाँ गएर अब टाइल मार्बल्सहरू हेर्छौँ यहाँ चाहिँ हामी मासु लिन आएको गुङ्गुरको मासु पाइँदैन नि त बजारतिर 700 रुपियाँ किलो रहेछ साथीहरू 700 रुपियाँ किलो मासु पाइँदैन नि त गाउँतिर काहीँ पनि गुङ्गुरको अनि हामीलाई चाहिँ खानु मन लाग्छ तर हामी बाहिरै पकाएर भए पनि हामी चाहिँ गुङ्गुर मासु खान्छौँ बुढाबुढी अब त्यहाँनिर गएर टाइल मार्बल्स हेर्छौँ है साथीहरू यस्तो टाइल मार्बल्सहरू ग्रेनाइटहरू पाउने ठाउँ चाहिँ यहीँ रहेछ उता पछाडि छ अरे यस्तो खालको ग्रेनाइटहरू रहेछ अब भित्र गएर हेर्छौँ अरू कस्तो खालको छ टाइल्सहरू चाहिँ यिनीहरू रहेछ त्यो सेतै होला नि त्यस्तो सेतै त फोहोर हुन्छ यो अलिक डिज बुट्टा रहेछ फेरि राम्रो त यही राम्रो छ है सेतै यसको प्राइस कति हो यो खालको फेरि स्क्वायरमा रहेछ स्क्वायरमा यो चाहिँ लामो खालको त्यो कलर त सेतै ट्रिपले होइन
खै देखाउनु न यहाँ छ त पछाडि हेरौँ न बाथरुमलाई यो अँध्यारो हुन्छ घाटे राम्रो हुन्छ होला यता नि छ नेपाली सस्तो हुन्छ नि नेपाली कति गरेको यसलाई कति पिस हुन्छ यसको 26 कति गरेको नि यो घरको टेबलमा लाग्यो यही त हो यस्तो बुट्टा भएको नि सेतो के अरे सेतो रे प्लेन पो भनेको त पुरै कालो कि पुरै सेतो आउँछ नि छिर्के मिर्के नभएको पुरै कालो नि आउँछ अब तपाईँलाई हामीलाई चाहिन्छ कति हेर्नु नाप्नु पर्यो यस्तो होइन मैले भनेको त हामीलाई त कालो चाहिएको कालो पुरै कालो प्लेन कालो कि सेतो त्यो त फेरि अलि रातो रातो हो नि त यही हालिन्छ यही हालिन्छ यो अलि रातो रातो हो नि त त्यो अलि कालो प्राइस पनि तल होला यसो प्राइस कति होइन त्यो त राम्रो छैन राम्रो छैन त्यो राम्रो ब्ल्याक राम्रो यो त रातो रातो न त्यो कालो ठिक छ गुम्बामा हालेको छ यो र त्यो एउटै हो त्यो राम्रो त्यो त सुन्नु दामी हुनेछ सेतोमा फेरि त्यस्तो छैन रहेछ पाउँछ सेतो नि पाउँछ पाउँदैन भने तपाईँ मार्बल आउने कि पहिला मार्बलै आउँदैन नि हजुरले किन आउँदैन नि हजुर पैसा हालेको जस्तै हो यो यही हाल्ने भयो हामीले नि यो माथिको चाहिँ अलिक प्लेन भयो सेतो यो तलकै छिर्कीमिर्की राम्रो छ सो साथीहरू म चाहिँ घरमा आइसकेको छु घरमा आएर पनि म केक बनाउन लागिरहेको छु होइन किनभने बेलुकाको अर्डर अघि बिहानसम्म त थिएन आज कामहरू अर्डरहरू त्यति नभएको भएर आज बाहिरको काम निकालेर गएको हामी चाहिँ अहिले भर्खर फोन आएर अनि 8 बजीसम्म भए पनि केक बनाइदिनुहोस् न भनेर चाहिँ अर्डर आयो अहिले चाहिँ 7 बजिरहेको छ साथीहरू होइन अलिअलि अँध्यारो हुन लागिसकेको छ होइन 8 बजीसम्मको भए पनि अर्डर बनाइदिनु मेरो केक बनाइदिनुहोस् न भनेर अर्डर आयो सो म चाहिँ केक बनाउँदैछु साथीहरू होइन आजको भिडियो चाहिँ एकदम हतार भयो कता कता गयो होइन सबै क्लिपहरू त खिच्न पाइएन साथीहरू कति ठाउँमा त कुरेर बस्नु पर्ने भयो होइन जे सबै कामहरू चाहिँ सकियो दिनभरिमा यो काम गर्छु भनेर गएको कामहरू सबै सकियो सबै कुरा हजुरहरूलाई मैले भिडियोमा देखाउन त सकिनँ फेरि पनि दिनभरिमा आज धेरै नै काम सकियो अनि टाइल्सहरू चाहिँ हामीले हेरेर आयौँ खासै कोही मन पर्यो कोही मन परेन होइन सबै फिक्स गरेर कन्फर्म गरेर त आएको होइन यसो हेर्न मात्रै गएको कन्फर्म चाहिँ गरिएन होइन अब हेरौँ के कस्तो हुन्छ कस्तो टाइपको मलाई मनपर्छ नाप्न आउँछ त्यो पसलको मान्छे चाहिँ नाप्न आउँछु भन्नुभएको छ भोलि सो नापेर अनि हामीले पछि कस्तो मनपर्छ त्यस्तै टाइपको फेरि पनि अरू टाइल डिजाइनहरू हेर्छौँ होला हामीले चाहिँ अलि सबै टाइल त्यहाँ भएको जति चाहिँ अलि राम्रो लागेन सो हामीले चाहिँ फिक्स गरेनौँ होइन सो आजको भिडियो चाहिँ यति नै थियो साथीहरू हजुरहरूलाई के कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा एकदम धेरै धेरै धन्यवाद आजसम्मको भिडियोमा चाहिँ मैले
यसरी एन्डिङ गरेर कन्क्लुजन गरिराख्न पाएको थिएन हैन सो आज चाहिँ म भिडियो एन्ड नै गर्छु भनेर यो भिडियो बनाइरहेको छु सो थ्यांक यू सो मच फर वाचिङ साथीहरु के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है हजुरहरुले अनि स्पेशली शिलङबाट एउटा बहिनीले कमेन्ट गर्नुभएको थियो मलाई चाहिँ एकदम खुसी लाग्यो हैन बहिनीले चाहिँ मेरो भिडियोहरु चाहिँ मन पराएर हेरिदिनु भएकोमा तपाईलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद यसरी नै माया साथ सपोर्ट दिँदै जानु होला अनि धेरै भन्दा धेरै मेरो भिडियोहरु लाइक अनि शेयर गरिदिनु होला हजुरको साथीहरु समक्ष हैन सो यसरी नै साथ दिनु होला भन्दै म अर्को भिडियोमा फेरि पनि भेट्ने बाचाको साथमा म चाहिँ छुट्न चाहन्छु साथीहरु थ्यांक यू सो मच फर वाचिङ एन्ड स्टे सेफ स्टे ह्यापी बाइ